पहिलाको चाहिँ के थियो भने हामी लोड सेडिङमा थियौँ। लोड सेडिङमा भएको बेला चाहिँ उत्पादन हाम्रो कम थियो। उत्पादन कम भएकोले चाहिँ हामीले के भन्थ्यौँ भने खबरदार जति तिमीले धेरै चाहिँ खपत गर्यौ तिमीले बढी तिर्नुपर्छ पैसा भन्थ्यौँ। तपाईँले हेर्नु भनेदेखि यो आर्थिकको चाहिँ सिद्धान्त पनि के हो भने जति धेरै तपाईँको चाहिँ महँगो हुन्छ महँगो हुनुको अर्थ चाहिँ उसले खपत कम गर्छ भन्ने थियो। त्यो पहिलाको मोडेल ठिकै पनि थियो किनभने हामीसँग उत्पादन कम थियो। अब हामीसँग उत्पादन बढी छ र त्यसलाई चाहिँ अब चाहिँ हामी के भन्छौँ भने यो ऊर्जामा काम गर्ने हामीले चाहिँ अब तपाईँको यो चाहिँ एक प्रोग्रेसिभ थियो भनेदेखि अब चाहिँ रिग्रेसिभ हुनुपर्छ है। रिग्रेसिभ होइन, रिग्रेसिभ पोलिटिक्समा रिग्रेसिभ भनेको अनर्थ लाग्ला। तर हामीले चाहिँ अब जसले धेरै खपत गर्छ उसलाई चाहिँ बिजुलीको दाम घटाइदिने त्यो नै हो। अब अहिलेको नेपाल सरकारको पनि अस्ति हाम्रो मन्त्रीजीले पनि त्यो कुरो चाहिँ पब्लिकली पनि भनिरहनु भएको छ, खपत बढाऊ तर त्यसको मूल्य चाहिँ हामी घटाउँछौँ। मूल्य घटाउनलाई चाहिँ त्यो रिग्रेसिभ भने नि जस्तो अहिले चाहिँ तपाईँको 300 युनिटभन्दा बढी खपत गर्नु भने झन्डै 11.5 रुपियाँ प्रति युनिट पर्छ। अब 400 युनिट कसैले गर्यो भनेदेखि 11.5 होइन, अब 10 रुपियाँमा हामी दिने। त्योमा हामी अहिले आयोगको यो चाहिँ फेरि आयोगले अहिले चाहिँ त्यसको एउटा अध्ययन गर्दैछौँ। कस्ट अफ सर्भिसको लागतको चाहिँ हामी अध्ययन पनि गर्दैछौँ र त्यहाँ चाहिँ मुद्दामा चाहिँ भेरिएसन हामी ल्याउँछौँ। त्यो भेरिएसन मात्रै होइन, तपाईँलाई म एउटा कुरो भनौँ, अब जाडो भयो भनेदेखि तपाईँको यहाँ यसो सेल लाग्छ नि, दसैँ तिहारमा हामी सेल लाग्छ नि, त्यो सेल लाग्दाखेरि तपाईँ हामीलाई चाहिने चिजहरू चाहिँ हामी त्यो सेलमा किन्छौँ नि, होइन सस्तो छ भनेर होइन। बिजुलीमा हामीले त्यस्तो सोच्न सक्दैनौँ। अब प्रवर्धनात्मक महसुल पनि हामी सोच्दैछौँ। प्रवर्धनात्मक महसुल भनेको चाहिँ राति तपाईँको चाहिँ 10 बजे पछाडि कसैले चाहिँ म पानी तान्यो भनेदेखि ल पानी तानेको चाहिँ यदि तपाईँको टिओडी मिटर अथवा स्मार्ट मिटरहरू छ भनेदेखि त्यो बेलामा तिमीले खपत गर्छौ नि एकदम सस्तोमा गर। रातभरि चाहिँ तपाईँको चाहिँ बिजुली चार्जिङ कसैले गरिदिन्छ भने त्यसलाई सस्तो दिउँ न, खेर गएको टाइम हो नि त त्यो होइन। जब चाहिँ बेलुका 6 देखि 9 बजीसम्म चाहिँ एकदम चाहिँ पिक भएको बेला चाहिँ डिस्करेज गर्ने होइन, दिउँसो चाहिँ उद्योगलाई चाहिँ त्यसै गर्ने। त्यसैले प्रवर्धनात्मक टाइपको हाम्रो महसुलको पनि हामी ल्याउने अलिकति आउट अफ बक्स भन्छ हाम्रो सोचाइ, अलिकति फरक किसिमको सोचाइ चाहिँ अबको नयाँ विद्युतको महसुलमा तपाईँहरूले देख्न चाहनुहुन्छ। होइन, टिओडीको पनि यसो छ, टिओडी 5 एम्पियरको घरमा टिओडी राख्दाखेरि सायद त्यति नहोला होइन। त्यो 5 एम्पियरले त तपाईँको इन्डक्सन कुकर त चलाउन सक्नुहुन्न नि। त्यस कारणले चाहिँ यदि इन्डक्सन कुकर चाहिँ 15 एम्पियर अथवा 30 एम्पियरमा इन्डक्सन कुकर छ र टिओडी छ, त्यो टिओडीको चाहिँ अलिकति फेरि यहाँ हाम्रो अर्थ मन्त्रालयसँग र विशेष गरी सूचना मन्त्रालयसँग पनि त्यो फ्रिक्वेन्सीको चाहिँ कस्टको अर्को कारणले पनि अलिकति रोक्या हो। यदि त्यसलाई चाहिँ हामीले अलिकति सस्तो बनाउन सक्यो भनेदेखि चाहिँ अनि खपत बढाउने र बिजुलीको चाहिँ तपाईँको महसुल चाहिँ दिनमै तीन थरी महसुल गरिदिने। अहिले उद्योगहरूमा छ नि 3 थरी महसुल हुँदाखेरि चाहिँ जुन बेलामा अफ पिक हुन्छ एकदमै चाहिँ तपाईँको चाहिँ आवश्यक नभएको बेला बिजुली एकदम सस्तो गरिदिनु भने बेलुका के हुन्छ, राइस कुकरमा राति राखिदिनुहुन्छ 11 बजे प्लग गरिदिनुहुन्छ, रातभरि चाहिँ भात पाक्छ, चार्जिङ वा मोडमा बस्छ, भोलिपल्ट बिहान 8 बजे खानुहुन्छ होइन। बिजुली खपत त राति भयो। त्यस्तो किसिमको चाहिँ अलिकति बिहेभियरल चेन्ज पनि हामी अहिले ल्याउन खोज्दैछौँ। आयोगको पहिलो कामै तपाईँको उपभोक्ताको गुनासोलाई हामीले सुदृढ गर्ने। हाम्रो वेबसाइटमा चाहिँ हामी एउटा अहिले नयाँ हामी रिमोडलिङ पनि गर्दैछौँ। त्यहाँ चाहिँ गुनासो संयन्त्रको एउटा हामी प्राधिकरणलाई पनि भन्छौँ, तिमीले गुनासो संयन्त्र आज आएको गुनासो दर्ज भएको यदि मिनटभित्र गरेनौ भनेदेखि तिमीलाई हामी जिम्मेवार बनाउँछौँ। जसले सेवा दिन्छ नि त्यो एउटा त मोडल भन्छौँ। र अर्को एउटा पाटो चाहिँ यहाँले अलिकति अघि पनि भन्नुभयो अहिले पनि भन्नुभयो, हाम्रो संयन्त्र भनेको चाहिँ तपाईँको प्रसारण र वितरणको संयन्त्र क्या। त्यो वितरणको संयन्त्र छ। अब राज्यले चाहिँ चुलो इन्डक्सन कुकर गर होइन, हिटर लगाऊ यो सबै भनेकै छौँ हामी सबैले। तर त्यो संयन्त्रले चाहिँ त्यो धान्दैन क्या एकैचोटि, किन संयन्त्र पुरानो भयो। त्यसो भने त्यो संयन्त्रलाई अहिले काठमाडौँ तपाईँले हेर्नु भनेदेखि यो डिस्ट्रिब्युसन स्ट्रेन्थेनिङको कामहरू चाहिँ एकदम म्यासिभ रूपमा भइरहेको छ कि यो हाम्रा संयन्त्रहरू परिवर्तन गर्नु। तपाईँ हाम्रो घरभित्रको वायरिङ पनि धान्दैन अब, त्यहाँबाट ती वायरिङहरू पनि परिवर्तन गर्नुपर्ने हुन्छ। त्यहाँ घरको नजिकैको पोलमा चाहिँ हाम्रो ट्रान्सफर्मर भयो, त्यो ट्रान्सफर्मरको क्षमता बढाउनु पऱ्यो। ट्रान्सफर्मरदेखि घरमा आउने चाहिँ हाम्रो सर्भिस वायर छ त्यसको क्षमता बढाउनु पऱ्यो। मैले खपत बढाउने भयो भने चाहिँ तपाईँले कतिको ख्याल गर्नुहुन्छ, हिटर चाहिँ तपाईँको आइरन लाउँदाखेरि कहिलेकाहीँ तार जल्छ नि, क्यापासिटी बढेर हो त्यो होइन। त्यसमा त्यो क्यापासिटी त तपाईँको त्यहाँको फ्युज चाहिँ अलिक ठुलो हालिदिनु पऱ्यो। त्यो फ्युज ठुलो हाल्छ चाहिँ त्यहाँको हाम्रो तारहरू ठुलो साइजको हुनु पऱ्यो। त्यो चिजमा चाहिँ अबको फोकस भनेकै उत्पादनमा होइन, यहाँले भनेको ठिक हो। अब प्रसारण ल्याउनु पऱ्यो, ठुलो बाटोबाट ल्याउनु पऱ्यो। बाटोबाट ल्याउँदा ट्राफिक भनौँ न त्यो कन्जेसन चाहिँ घटाउनु पऱ्यो।
त्यस पछाडि अनि जब हाम्रो चाहिँ वितरणको प्रसारण ट्रान्सफर्मरदेखि हाम्रो घरको संयन्त्र चाहिँ बढाउनु पर्यो। त्यो सुदृढीकरण घरभित्र आएपछि तपाईँ हाम्रो जिम्मेवारी भयो होइन, अथवा त्यो पोलदेखि सर्भिस वायरसम्मको चाहिँ हाम्रो जिम्मेवारी हो भने पोलसम्म चाहिँ प्राधिकरणको जिम्मेवारी हो भनेदेखि त्यो चाहिँ तपाईँको मापदण्ड अनुसार ती चाहिँ सबै चाहिँ सुदृढीकरण गर्नुपर्छ। अब यो बिस्तारै अहिले प्राधिकरणमा झन्नै 1 खर्ब वर्षको चाहिँ लगानी चाहिँ तपाईँको यही विशेष गरी प्रसारण र वितरणको सुदृढीकरणको लागि चाहिँ उहाँहरूको चाहिँ एउटा चाहिँ बजेटको एस्टिमेसन छ। यो भन्नु खोजेको चाहिँ राज्यले चाहिँ अलि धेरै त्यसमा अलिकति फोकस त्यो भयो भनेदेखि चाहिँ अनि तपाईँलाई हामीलाई चाहे जति होइन तपाईँले सके जति नियमित र भरपर्दो बिजुली पाउन सक्छु। अहिले मैले चाहेर मसँग प्रशस्त पैसा छ भने पनि मेरो संयन्त्र चाहिँ कमजोर हो भने मैले चाहिँ बिजुली पाउँदिनँ नि नियमित। त्यसो भएको हुनाले त्यो चाहिँ चाहे जति सके जति होइन, किनभने मसँग बजेटमा जति छ मलाई प्रशस्तै पैसा छ भने मैले जति पनि बिजुली होइन यहाँ एसी चलाउने कुलर राख्ने सबै चिज पनि गर्न सक्छु। यो पूर्वाधार म कहाँ हुनु पर्यो होइन, त्यो एउटा चाहिँ अब त्यतातिर फोकस गर्नुपर्छ राज्यले।